अब ठ्याक्कै प्लस 12 टू सक्यो अब सिधै अब विदेशको तयारी हुन्छ अरु के एक्जाम खासमा 12 एक्जाम पास हुने नहुने भन्ने के त्यो निश्चित छैन बिडी स्कुल गर्ने अनि लाइसेन्सको तयारी गर्ने मेरो प्लान भनेको त्यही अब विदेशतिर जाने बाबुको सर्टिफिकेट लिएर पढ्ने त्यही हो क्याम्पस जोइन गर्ने विदेश प्लानिङ दिनलाई म चाहिँ ब्याचलर लेभलसम्म पुर्याएर त्यसपछि चाहिँ ब्याङ्क सेक्टरतिर लाग्ने दुईवटा प्लान छ एउटा चाहिँ देशमै बसेर एउटा खरिदार रोजगारको साथै टिचरमा पनि एप्लाई गरौँ भन्ने सोच्छ भने एउटा विदेशतिर एप्लाई फरेन त्यतिकै ठिकै सोचे पनि छैन। नमस्ते एभ्रिवान, आज म डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 1 खिर्सेनीमा रहेको साजेन्द्रश्वर माध्यमिक विद्यालयमा छु। आज चाहिँ कक्षा 12 को परीक्षाको आज अन्तिम दिन। आज यस्ता होनहार युवाहरू तपाईँ देख्न सक्नुहुन्छ होइन। भोलिका देश बदल्न सक्ने एउटा शक्ति भएका युवाहरू आज यो जमातमा छु म। उहाँहरूसँग चाहिँ आज थोरै कुराकानी गर्छु। अब एउटा देशभरि नै एउटा ट्रेन चलिरहेको बेलामा 12 को परीक्षा दिइसकेपछि चाहिँ अब विदेशी नै एउटा अहिलेको यो ट्रेन चलिरहेको बेलामा चाहिँ उहाँहरूको फर्दर प्लान के छ त म थोरै उहाँसँग कुराकानी गर्नेछु, तपाईँहरूलाई पनि देखाउँदैछु। र सबैजनाले चाहिँ अन्तिमसम्म हेरिदिनु होला। उहाँहरूको चाहिँ उहाँहरूको सोच, उहाँहरूको विचार आगामी दिनमा चाहिँ सरकारी निकायबाट के गर्न सकिन्छ, स्थानीय स्तरमा चाहिँ उहाँहरूलाई चाहिँ आगामी दिनमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा चाहिँ आज हामी छलफल गर्नेछौँ। यहाँको शुभ नाम? मेरो नाम बोधनारायण जेठारा। बोधनारायण जेठारा। सकियो होइन त आज एक्जाम? हजुर आज सकियो। कस्तो भएको छ त एक्जाम? एक्जाम त दामी गएको छ। दामी गएको छ। पास हुनुहुन्छ? पास त स्योरै पास हो। स्योर पास। के छ फर्दर प्लान? अब आगामी प्लान चाहिँ के छ? अब आजदेखि चाहिँ 12 को एक्जाम दिइसकेपछि त्यस्तो फिलिङ्स छ कि छैन, आजाद भयो भन्ने टाइपको? अब आज त हो कि सर। अब प्लस टू सक्यो अब सिधै अब विदेशको तयारी हुन्छ अरु के हुन्न। अरु केही सोच छैन? अरु केही छैन विदेशमा। यहाँको नाम? हैन मेरो नाम डबल बिष्ट। डबल बिष्ट। तपाईले पनि आजदेखि सिधाउनु भयो? एक्जाम राम्रै गएको छ? राम्रै गएको छ। पास हुनुहुन्छ हैन? हजुर। के छ अनि फर्दर प्लान यहाँको चाहिँ? हजुर मेरो चाहिँ विदेश चाहिँ मैले चाहिँ सोचेको छैन। विदेश सोच्नु भएको छैन? हजुर। अनि के सोच्छ त? मैले के सोचेको छु भने म चाहिँ अब त्यस्तो विदेश भन्ने चाहिँ अलि के छ त अनि आगामी दिनमा चाहिँ के पढ्ने, अरु विषयहरु पढ्ने कि यही विषयलाई अलि पछेर चाहिँ पढ्ने विचार छ। अर्को विषयमा? ओके ठीक छ। अब विभिन्न साथीहरुको चाहिँ अब आफ्नो आफ्नो फरक सोच छ। भाइको चाहिँ विदेश जाने प्लान छ हैन, उहाँको चाहिँ अब यही गर्छु भन्ने प्लान छ। भाइ शुभ नाम? चक्र साउद मेरो नाम। चक्र साउद। अनि पदम पब्लिकबाटै हो? हजुर। अनि के गर्नुहुन्छ त अब 12 पछिको एक्जाम? त्यही हो अब कोर्स अगाडि लग्ने भने यही शिक्षालाई भन्नु पारामा जाने हो। हजुर। यही पारामा जानुहुन्छ। अनि खासमा अब के भइदिया भए शिक्षा नीति यो आजसम्म तपाई कक्षा 1 देखि अहिलेसम्म पढ्नु भयो हैन? हजुर। अनि यो पढाइ चाहिँ कस्तो लागिरहेछ? ठिक छ यो पढाइ ठिक छ कि अथवा कस्तो पढाइ भइदिया भए अझै हामी चाहिँ बेटर हुन्थ्यो जस्तो लाग्छ? हजुर अब यस्तै ठिकै छ भनौँ न। यो सैद्धान्तिक शिक्षा मात्रै ठिक छ कि प्रयोगात्मक शिक्षाहरू जस्तै अब सिपमूलक शिक्षाहरू भइदिया भए राम्रो हुन्थ्यो के छ तपाईँ? हजुर त्यो सिपमूलक कार्यक्रम भन्दा पनि अलि त्यस्तै लागिरहेछ। त्यस्तै लागिरहेछ। अनि भाइको नाम? मेरो नाम प्रशान्त गिरी। प्रशान्त गिरी। अनि तपाईँको चाहिँ के छ आगामी प्लान चाहिँ? मेरो चाहिँ विदेश जाने प्लान हो। अब त्यही हो। एक्जाम दिइसकेपछि विदेश जाने प्लान। विदेश चाहिँ किन जाने खास? विदेश चाहिँ अब नेपालमा पढेर त्यस्तो अब के बन्न सक्ने लायक पनि छैन। यता अब कमाइ पनि आय स्रोत पनि कमै हुन्छ। विदेशतिर गयो भने छिटो आफूलाई पैसा पनि कमाइन्छ। भोलिको दिनमा घर परिवार सब हैन? अब विदेश गए जो अहिलेको आवश्यकता हामीलाई पैसा हो। हजुर हामीलाई पैसा नै छ अहिलेको आवश्यकता। पैसा मात्रै भए पनि हुन्छ भन्ने पैसा मात्र भएर हुँदैन, शिक्षा पनि चाहिन्छ। शिक्षा अहिले +2 भइसक्यो, त्यो पछि पैसाकै लागि हो। पैसा भएपछि बिस्तारै गरौँला भन्ने हो। त्यही खासमा अब हामी चाहिँ अलि निम्न वर्गबाट भएकै कारणले हामीलाई अहिले फिल चाहिँ त्यो भयो हैन? पैसै मात्र हो चाहिन्छ भन्ने टाइपको। पैसा कहिलेदेखि लाग्यो? पैसा मात्रै जस्तै साथीहरुको देखेर लाग्यो कि मैले ल घरको जिम्मेवारीले लाग्यो कि के लाग्यो? त्यो अब घरको जिम्मेवारीले अब मैले नै गर्नुपर्छ भन्ने भनेको। घरको जिम्मेवारीले गर्दा अब बाबुआमाको स्थिति त्यस्तै भए पनि म चाहिँ खतरा हुन्छु अलि पैसा चाहिँ कमाएर यसो बाहिरी वातावरण देखेर त्यस्तो चाहिँ लाग्यो हो। त्यही हो। त्यही अहिलेको वातावरणमा एडजस्ट हुन पैसा नै चाहिन्छ भन्ने हो? पैसा नै चाहिने त होइन, तर अहिले त्यस्तै छ, पैसा नै छ अहिले। पैसा सँगसँगै अब 12 को एक्जाम दिइसकेपछि सँगसँगै पढाइ पनि निरन्तरता दिइन्छ। थ्याङ्क यू। अर्को भाइ? यहाँको भाइको नाम? शुभ नाम चाहिँ पदम भैयाडी। पदम भैयाडी। हजुर सर। अनि यहाँ पनि पदम पब्लिकबाटै हुनुहुन्छ हैन? म पनि पदम पब्लिकबाट। अनि के छ आगामी तपाईको फर्दर प्लान चाहिँ? अब यो 12 को एक्जाम दि त सक्नुभयो। हजुर। के छ फर्दर प्लान? मेरो पछिको प्लान म चाहिँ अहिले कानुन संकायमा नै पढिराखेको छु र अनि पछि गएर नै अब कानुनमै नै राम्रो जस्तो नेपालमै के गर्छु नेपालमै के गर्छु अनि त्यस्तो नेपालमा के गर्छु कानुनको विद्यार्थीका लागि नेपालमा चाहिँ के भइदिया भए तपाईहरु जस्तोको लागि राम्रो हुन्थ्यो? कानुनको विद्यार्थीहरुको लागि अब
यी विद्यालयहरूको स्थापना जस्तै हेरौँ न हाम्रो डोटी जिल्लामा एउटा मात्रै स्कुल छ अरू ठाउँहरूमा पनि यस्तै स्कुल भइदिएको भए अब गाउँतिरको विद्यार्थीहरूले नि लमै पढेर पनि भविष्य बनाउन सक्थे अब त्यस्तो छ मेरो प्लान जे होस्, अब सरकारी स्तरबाट चाहिँ हाम्रो स्थानीय स्तरमा चाहिँ यस्तो विषयहरू भइदिए भए अझै तपाईँहरूलाई चाहिँ अगाडि बढ्न चाहिँ राम्रो हुन्थ्यो। भाइ नमस्ते। हजुर नमस्ते। ए शुभ नाम? मेरो नाम भुवन बिका। भुवन बिका। 12को इक्जाम आज भ्याउनु भयो होइन? हजुर। कस्तो गएको छ इक्जाम? ठिकै गएको छ। ठिकै गएको छ। पास भइन्छ जस्तो लाग्छ? भइन्छ। कुन विद्यालयबाट हो यहाँ? म मस्टामाण्डो पोखरी। पोखरीबाट। के छ फर्दर प्लान यहाँको? अब आजदेखि चाहिँ 12को इक्जाम दिनुभयो होइन? यहाँको चाहिँ प्लान के छ फर्दर प्लान? अब मेरो प्लान त त्यस्तो केही पनि भएन होइन, जस सकेसम्म विदेश प्लानिङ। विदेश जाने एउटा सोच राख्नु भएको छ होइन? हजुर। ए खासमा विदेश किन जाने? अब 12को इक्जाम दिएर मात्रै विदेश किन नजाने? योभन्दा अगाडि किन गइएन? 12को इक्जाम दिइसकेपछि अब विदेश जाने सोच चाहिँ किन त? 12 पछि अब अलि राम्रो कन्ट्रीतिर अलि पढेरै जाने कि भन्ने योजना छ। अनि राम्रो कन्ट्रीमा जानलाई 12 पास नभइकन जान नमिल्ने भएर आजसम्म रोकिया हो। अनि युथहरूको चाहिँ अहिले विदेशमा जाने एउटा यो ट्रेन्ड चाहिँ के गर्दा चाहिँ रोकिन्छ? अथवा यो जसको पनि 12को इक्जाम दिइसक्यो, मैले धेरै साथीहरूको चाहिँ विदेश जाने टाइपको अहिले भइरहेछ होइन? युथहरूलाई चाहिँ अब कसरी चाहिँ कन्भिन्स अथवा देशमै बसेर केही गरौँ भन्ने खालको के भइदिया भयो जस्तो लाग्छ यहाँलाई चाहिँ? अब नेपालमै बस्ने कुराहरू चाहिँ अब त्यो अनुसारको केही डेभलपहरू भएको भए अनि त्यो अनुसारको केही कामहरू भएको भए चाहिँ अब नेपालमा बसिन्थ्यो। तर अब अहिलेको युथहरूको विशेष गरी भन्नुपर्ने भने अहिलेको युथहरूको चाहिँ फ्युचर भन्ने ठ्याक्कै विदेश हो। अनि फरेन कन्ट्रीतिर गयो, अरू देशहरूमा गयो, अनि त्यसपछि अब त्यो फ्युचरै त्यहाँ देखिरहेको हुन्छ नि त। अनि त्यही भएर चाहिँ मलाई लाग्छ कि अब जस बाहिरको जस्तो विकसित हुनु चाहियो भएपछि हुन्थ्यो। अनि बाहिरको जस्तो चाहिँ अब कामहरू अनि त्यस्तोहरू भएको भए चाहिँ नेपालमै बसिन्थ्यो। शुभ नाम? मेरो नाम चाहिँ अनन्त थापा। अनन्त थापा। आजदेखि 12को इक्जाम भ्याउनु भयो? हजुर। कुन स्कुलबाट आउनुहुन्छ यहाँ? म चाहिँ श्री पद्म पौली मोतीनारायण माध्यमिक विद्यालय सिलगढी डोटीबाट। सिलगढी डोटीबाट। यहाँ घर चाहिँ कहाँ हो? मेरो घर चाहिँ साइल गाउँपालिका वडा नम्बर 1 छपाली। के छ अब यहाँको फर्दर प्लान? अब 12को इक्जाम त आजदेखि भ्याइयो होइन? हजुर। अबको नेक्स्ट प्लान चाहिँ के छ यहाँको? अब चाहिँ यो मैले चाहिँ कमर्स लिया हो। अब यो अध्ययनलाई म चाहिँ ब्याचलर लेभलसम्म पुर्याएर त्यसपछि चाहिँ ब्याङ्क सेक्टरतिर लाग्ने मेरो प्लान छ। जस नेपालमा छ भन्ने गऱ्यो भने पढ्यो भने अथवा अवश्य छ है? हजुर छ। तपाईँको विचारमा चाहिँ मैले जुन सेक्टरमा लागेको छु त्यही सेक्टरको पढाइ गऱ्यो भने आगामी दिनमा यही ठाउँमा चाहिँ सफलता हासिल गर्न सक्छु भन्ने ममा त्यो आँट छ, आफूमा विश्वास छ। नमस्ते। यहाँको शुभ नाम? मेरो नाम चाहिँ शेखर देउबा। शेखर देउबा। कुन स्कुलबाट हुनुहुन्छ? म श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय। आज भ्याइयो होइन 12को इक्जाम? हजुर मजाले आज भ्याइयो। अनि कस्तो गएको छ इक्जाम? आज इक्जाम धेरै राम्रो भएको छ। आज मात्रै होइन कि पुरै विषय कस्तो? पुरै उसरी अरू भन्दा विषय त ठिकै भएको छ, त्यहाँ हल्का इङ्ग्लिस हल्का डाउट लागिरहेको छ। ठिक छ। अनि अब 12को इक्जाम दिइसकेपछि के छ यहाँको प्लान? हो 12को इक्जाम दिने बित्तिकै धनगढ गएर लाइसेन्सको तयारी गर्ने हो। अनि त्यसपछि आफ्नै देशमा केही गरेर गर्ने। यहाँको शुभ नाम? मेरो नाम सुशीला खड्का। सुशीला खड्का। कहाँ हो घर? पोखरी पूर्वी चौकी। कुन स्कुलबाट आउनुभयो? मस्टामाण्डो। मस्टामाण्डोबाट। आजदेखि 12को इक्जाम भ्याउनु भयो होइन? हजुर सर। अनि के छ 12 पछिको प्लान यहाँको? 12 पछि बिडी स्कुल गर्ने अनि लाइसेन्सको तयारी गर्ने। लाइसेन्सको तयारी गर्ने। अनि धेरैजना चाहिँ युवाहरू 12 पछि चाहिँ विदेशी नै एउटा लहर चलिरहेछ। तपाईँ चाहिँ के छ तपाईँको प्लान? मलाई विदेश जाने रहर छैन, आफ्नै देशमा केही गर्ने पढेर अनि केही गर्ने भन्ने सोच छ। लोकसेवामा उ गर्ने अनि यतै बस्ने यतै रोजगारी गर्ने भन्ने सोच छ, विदेश नजाने। मेहनत गर्यो भने नेपालमा पनि छ भन्ने? यस सर, मेहनत गरेपछि आफूले मेहनत गरेपछि सफलता पाइन्छ भन्ने विश्वास छ। समय लाग्छ तर आफ्नै देशमा केही रोजगारी पाइन्छ भन्ने विश्वास छ मलाई। आत्मविश्वास चाहिँ आफूले मेहनत गर्यो भने नेपालमा छ भन्ने हो। धेरैजना युवाहरू के भन्नुहुन्छ भने नेपालमा केही पनि छैन, जति गरे पनि केही हुँदैन भन्ने खालको छ। अब उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? यति आफूले मेहनत गरेपछि नेपालमा पनि अब नपढेपछि त केही छैन। आफूले यति रात दिन मेहनत गरेपछि पढेपछि राम्रोसँग तर नेपालमा पनि रोजगारी प्राप्त पाइन्छ। त्यत्तिकै बसेर चाहिँ पाइँदैन, यति मेहनत गरेपछि रोजगारी सबैलाई पाउनुहुन्छ। अहिले हामीले पढ्नुपर्ने रोजगारीकै लागि मात्रै हो? आफ्नो रोजगारीको लागि मात्र होइन, आफ्नो जीवनयापन सजिलो हुनको लागि पनि हो। यति शिक्षित व्यक्ति भएपछि घर परिवार पनि शिक्षित हुन्छ, परिवार शिक्षित हुन्छ, समाज शिक्षित हुन्छ
भन्नको लागि पनि पढ्नुपर्छ। ए जो रोजगारीको अब लागि मात्र होइन। अहिले चाहिँ रोजगारीको लागि कमाउनका लागि पैसा कमाउनु पर्छ भन्ने गाउँ समाजमा धेरै खालको अब जे भए पनि पढेपछि राम्रो रोजगारी पाइन्छ भन्ने मात्रै हो कि पढेपछि शिक्षित भइन्छ भन्ने हो? पढेपछि समाजको मान्छेले त पैसा कमाउनुपर्छ भन्ने सोच्छ, तर मेरो सोच त्यस्तो छैन। पढेर के शिक्षित हुने, आफू खुसी हुने, शिक्षित भएर समाज परिवर्तन गर्ने, समाजमा रहेका अन्धविश्वासहरू छन् तिनीहरूलाई सामना गर्ने। पैसा कमाउनु मात्र ठुलो कुरा होइन, विदेश गएर पैसा कमाएर मात्र ठुलो मान्छे हुँदैन। आफैले केही गरेर देशमै केही गरेपछि त्यो चाहिँ राम्रो हो। अब भिडियो हेरेर बसिरहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई, अभिभावकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अभिभावकहरूले पनि ल अब 12को इक्जाम सिद्धियो त पढ्ने मात्र भन्छ, कहिले कमाउने भन्ने खालको अभिभावकबाट पनि कुराहरू आउँछ। अनि उहाँहरूको यो भिडियो हेरेर बसिरहनुभएका अभिभावकहरूलाई, विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ? विद्यार्थीलाई त आफ्नो अभिभावकलाई म के भन्न चाहन्छु भनेपछि विद्यार्थी भनेको काम गर्ने, विदेश पैसा कमाउने मात्र होइनन्, आफ्नो भविष्य गर्ने, सुधार गर्ने। अनि विदेश गएर मात्र पैसा हुँदैन, आफूले केही गर्ने, उनीहरूले पढ्नेसम्म पढाइदिने हो होइन। धेरै उच्च शिक्षा नगरे पनि लोकसेवाको तयारी गर्न लागि त्यति धेरै गाह्रो हुँदैन। आफूले मिहिनेत गरेपछि धेरै पढ्ने मान्छेलाई धेरै पैसा चाहिँदैन। पढ्ने मान्छे यति मिहिनेत गरेपछि काम गरेर पनि पढ्न सक्छन्। कति मान्छेहरू आफ्नै मिहिनेतले पनि परिवारको उयोमा भर पर्दैनन्, आफै पढेर केही गर्न सक्छन्। त्यसैले म विद्यार्थीलाई के भन्न चाहन्छु, पढ्ने घर यति पढ्ने मान्छेलाई घर परिवारको अवस्थाले रोक्दैन, आर्थिक अवस्थाले रोक्दैन। यति भित्रमा आफूभित्र इच्छा आकाङ्क्षा छ भनेपछि कसैले पनि रोक्दैन। त्यसैले म उनीहरूलाई के भन्छु, परिवारको समस्यामा जनबिलमा पढ्नुभन्दा आफूले आत्मविश्वासका साथ केही गर्नुपर्छ भन्ने सन्देश म उहाँलाई दिन चाहन्छु। र अभिभावकलाई पनि आफ्नो छोराछोरी कतिसम्म पढ्न चाहन्छन्, के चाहेका छन् भन्ने सम्पूर्ण इच्छाहरू पुरा गरिदिनु हुन भन्न म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू बहिनी, थ्याङ्क यू। भाइ नमस्ते भाइ, यहाँको शुभ नाम? रितेश नेपाली। रितेश नेपाली। कुन विद्यालयबाट हुनुहुन्छ? पद्मकौली मुक्तिनारायण। अनि आज इक्जाम भ्याइयो होइन? कस्तो गयो इक्जाम? राम्रै भएको छ। अनि के छ फर्दर प्लान? अब फर्दर प्लान अब यस्तै छ। बहिनी नमस्ते, यहाँको शुभ नाम? पशुपति विष्ट। पशुपति विष्ट। कुन स्कुलबाट हुनुहुन्छ? पपमाविबाट। आजबाट अब इक्जाम त भ्याउनु भयो, कस्तो गएको छ इक्जाम? राम्रै गएको छ, पास हुनुहुन्छ होइन? के छ अनि फर्दर प्लान यहाँको चाहिँ? अब के गर्ने, क्याम्पस जोइन गर्ने, यतै पढ्ने भने। क्याम्पस जोइन गर्ने, यतै पढ्ने। मेरो नाम भक्तबहादुर खड्का। भक्तबहादुर खड्का। आजको इक्जाम भ्याइयो होइन? हजुर। फर्दर प्लान चाहिँ मेरो चाहिँ दुईवटा प्लान छ। एउटा चाहिँ देशमै बसेर एउटा खरिदार रोजगारको साथै टिचरमा पनि एप्लाई गरौँ भन्ने सोचौँ। एउटा विदेशतिर एप्लाई फरेन कन्ट्रीहरूमा जाउँ भनेपछि विदेश जाउँ पनि लागेको छ, यहीँ गरौँ पनि लागेको छ। यो चाहिँ अब तपाईँ रोज्नु चाहिँ के हुन्छ खास? खासमा मेरो कन्डिसन अनुसार हुन्छ। हेरौँ, रिजल्टमा भर पर्छ। रिजल्ट यदि राम्रो आएपछि म यहीँ बस्ने प्लानमा छु। अलि जस्ट पास आयो भने चाहिँ म बाहिर जाने तयारी। नमस्ते भाइ। नमस्ते, भन्नु। यहाँको शुभ नाम? सन्तोष साउद। सन्तोष साउद। कस्तो गएको छ इक्जाम? एक्जाम एकदम झक्कास गएको छ। राम्रो भएको छ एकदम। अनि अब आजदेखि चाहिँ अब केही महिना ग्याप पनि हुन्छ होइन? अनि अब आगामी दिनमा 12 क्लास पछि चाहिँ फर्दर प्लान के छ यहाँको? मेरो प्लान भनेको त्यही अब विदेशतिर जाने, 12को सर्टिफिकेट लगेर पढ्ने, त्यही हो। विदेश जाने सोच्नु होइन? विदेश चाहिँ किन जाने त नि खास? त्यो अब नेपालमा काम पनि छैन, अब त्यति पढेर अब त्यस्तै हो। पढेर कामै छैन नेपालमा? पढेर काम छैन त अब त्यति धेरै छैन मान्यता। धेरै जो साथीहरूको कुरा सुनेर विदेश जाउँ लाग्छ कि आफ्नै एउटा पारिवारिक कस्तो के कारण? होइन, मेरो आर्थिक आफ्नै अवस्थाले हो। आफ्नै अवस्थाले। म नेपालमा त्यस्तो केही छैन मेरो इन्ट्रेस्ट। कति भनेको विदेश जाने हो, विदेशमा कमाउने हो, बस्ने हो, खाने हो, हजुर रमाउने हो। थ्याङ्क यू, धन्यवाद। ल हेलो नमस्ते। नमस्ते बहिनी, नमस्ते। यहाँको शुभ नाम? टङ्केश्वरी कुञ्जेडा। टङ्केश्वरी कुञ्जेडा। पदम पब्लिकबाट हुनुहुन्छ होइन? अनि आज 12को इक्जाम भ्याउनु भयो, अनि के छ फर्दर प्लान? अब 12को इक्जाम भ्याइसकेपछि आगामी दिनमा चाहिँ के गर्ने? अब हेरौँ के हुन्छ, इक्जाम रिजल्ट आएपछि। नमस्ते। यहाँको शुभ नाम? किरण कडायत। किरण कडायत। इक्जाम भ्याउनु भयो 12को? हजुर। अनि के छ फर्दर प्लान? फर्दर प्लान त्यति ठिकै सोचे पनि छैन अहिले। ठ्याक्कै सोचेको छैन? ठ्याक्कै सोचे छैन। अब सिचुएसन अनुसार अब रिजल्ट पछि। नमस्ते। नमस्ते। यहाँको शुभ नाम? अर्जुन बहादुर रोकाए। अर्जुन बहादुर रोकाए। कुन स्कुलबाट हुनुहुन्छ? हाम्रो चाहिँ श्री पद्मपौली मुक्तिनारायण महाविद्यालय सिलगढी डोटीदेखि। आज 12को इक्जाम भ्याइयो होइन? हजुर। अनि अब 12को इक्जाम भ्याइसकेपछि यहाँको फर्दर प्लान चाहिँ के हो? 12को इक्जाम खासमा 12 इक्जाममा पास हुने नहुने भन्ने केही त्यो निश्चित छैन। अब रिजल्ट पछि सोच्नु पर्ला त्यो विषयमा, अथवा ब्याचलर जोइन गर्ने कि अथवा विदेश प्लान गर्ने भन्ने।